Hello, namaste, konnichiwa. Welcome to my Saipatri Creation. नयाँ भिडियोमा यहाँलाई स्वागत छ र आज चाहिँ म इभिनिङ वाकको लागि साइकल लिएर निस्किन लागेको छु र जापानको वेदर चाहिँ एकदमै पानी परिरहेको छ र म चाहिँ तपाईहरुलाई साइक्लिङ गरेको भिडियो देखाउँछु। झमक्कै साँझ पनि परिसकेको छ र यो गोधुली साँझमा चाहिँ म साइकल यात्रामा निस्किएको छु। जापानमा चाहिँ विशेष गरी साइकल यात्रालाई चाहिँ प्राथमिकता दिइन्छ र मलाई चाहिँ इभिनिङ वाकमा निस्किनको लागि साइकल लिएर नै निस्किने गर्छु। जब म साइकल यात्रा गरिरहेको हुन्छु आफैमा एक प्रकारको मनबाट खुसी पनि मिल्छ, ह्याप्पी अनि हेल्दीवाला फिलिङ्स पनि आउँछ। तसर्थ म चाहिँ साइक्लिङ गरिरहेको छु र जाँदै एकदमै ठुलो पानी पनि पर्यो अनि पानीले पनि भिजिसकेको छ। मैले चाहिँ छाता बोकेको थिइनँ, सो एकदमै चिसो पनि भयो किनभने मसँग छाता थिएन अनि पानी सानो मात्रै पर्छ होला भनेर म चाहिँ निस्किएको थिएँ। तर म निस्किसकेपछि चाहिँ पानी एकदमै ठुलो पर्यो, सो भिज्यो। पानीमा रुच्दै यात्रा गर्नुको पनि बिछट्टै मजा लाग्छ मलाई। सो दिनभरिको थकानलाई रात्रिकालीन बिसाउनीमा आफूलाई प्रकृतिको काखमा ह्याप्पी अनि हेल्दी फिल गर्नको लागि म चाहिँ साइकल यात्रामा निस्किएको हो। र जापानमा चाहिँ विशेष गरी साइकलको अर्थ महत्त्वपूर्ण भूमिका रहन्छ। कतै सपिङमा जानको लागि पनि या ड्युटीमा जानको लागि पनि नजिकको ड्युटीहरूमा चाहिँ साइकलबाट नै जाँदा आउँदाखेरि चाहिँ एकदमै सजिलो पनि हुन्छ र तपाईको पैसा पनि थोर बहुत बचत हुन्छ। त्यसैले यदि तपाईहरु जापानमा भर्खरै आउनु भएको छ या आउने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईको लागि साइकल चाहिँ सबैभन्दा बेस्ट साथी हो। र म जब जापान आएँ तबदेखि चाहिँ साइकल चाहिँ मेरो लागि एकदमै बेस्ट साथी हो। जब म थाक्छु, जब म अलिकति बोरिङ फिल गर्छु तब चाहिँ मेरो प्यारो साथी साइकल लिएर म चाहिँ यात्रामा निस्किन्छु अनि मलाई चाहिँ एकदम फ्रेस फिल हुन्छ, ह्याप्पी फिल पनि हुन्छ अनि एकदमै गेन्कीवाला फिल पनि हुन्छ। सो मेरो एकदमै बेस्ट फ्रेन्ड चाहिँ साइकल हो। आज पनि त्यसैले म साइकल यात्रामा निस्किएको छु अनि साँझ परिसकेपछि चाहिँ बाटोहरू पनि एकदम खुल्ला हुन्छ अनि हल्लाहरू पनि एकदम सुनसान हुन्छ अनि एकदम रमाइलो लाग्छ मलाई। सो म चाहिँ साँझ परेपछि साइकलको यात्रामा निस्किएको हो र म चाहिँ अहिले चाहिँ साइकल यात्रा गरिरहेकी छु। जति हिँड्दैछु त्यति पानी चाहिँ एकदम ठुल्ठुलो परिरहेछ नि त अनि त्यो भएर म चाहिँ अलि स्पिडमा अहिले चाहिँ कुदाउँदैछु। पानीले पनि भिजाइरहेको छ अनि यो चिसोमा पानीमा रुच्दै साइक्लिङ गर्नुको मजा पनि बेग्लै छ हैन। सो गाइज एकदमै रमाइलो पनि भइरहेको छ, अलिअलि चिसो पनि भइरहेको छ। वेदर पनि अलिकति चिसोवाला भइरहेको छ पानी परिसकेपछि चाहिँ। रात पनि परिसकेको छ। सो मेरो जर्नी चाहिँ अझै पनि कन्टिन्यू छ। म चाहिँ खोलाको नजिकसम्म पुगेर फर्किने भनेर चाहिँ कुदिरहेको छु। एकदमै रमाइलो पनि भइरहेको छ अनि चिसो पनि भइरहेको छ। पानी परिरहेको कारणले गर्दाखेरि चाहिँ अलिकति डिस्टर्ब भएर भिडियो चाहिँ मैले एकदम क्लियर रूपमा बनाउन सकिनँ। म चाहिँ अझै दौडिरहेको छु साइकलमा नै। म हो कि होइन वालाको भिडियो देखिरहनु भएको छ तपाईहरुले। सो गाइज म चाहिँ अझै कुदिरहेको छु। यो यात्रा चाहिँ एकदम रमाइलो भइरहेको छ अनि म चाहिँ निकै परसम्म पुग्छु भनेर चाहिँ गएको हो अनि अब चाहिँ फर्किसकेँ म। साथीहरु तपाईलाई आजको भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नुहोला र सैपत्री क्रिएसन युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि पनि अर्को भिडियो लिएर आउने बाचा गर्दै बिदा हुन्छु। थ्यांक यू सो मच फर वाचिङ। बाइ बाइ।